भगवत गीता अध्याय 1 श्लोक 42। आफ्ना कुल परम्परालाई नाश गर्ने व्यक्तिहरूको गलत कार्यहरूबाट वर्ण संकर सन्ततिहरू उत्पन्न हुन्छन् र तिनका नराम्रा कार्यहरूबाट सबै प्रकारका सामुदायिक योजनाहरू तथा पारिवारिक कल्याणका कार्यहरू समेत नष्ट हुन्छन्। तात्पर्य: मानिसले आफ्नो परम पुरुषार्थ रूपी मोक्ष प्राप्त गर्न सकोस् भनेर नै मानव समाजका चारै वर्णका लागि सनातन धर्म वा वर्णाश्रम धर्मले तिनका सामुदायिक योजनाहरू र पारिवारिक कल्याणका कार्यहरूको समेत व्यवस्था गरेको छ। यदि समाजका अनुत्तरदायी नेताहरूले सनातन धर्मको परम्परालाई नै विखण्डित पारिदिए त्यसबाट समाजमा अव्यवस्था फैलिन्छ। फलस्वरूप मानिसहरूले जीवनको मूल उद्देश्य भगवान विष्णुलाई नै बिर्सन्छन्। यस्ता नेताहरूलाई नै अन्धा भनिन्छ र तिनीहरूका पछि लाग्नेहरू अवश्य नै अस्तव्यस्तको स्थितिमा पुग्दछन्। भगवत गीता अध्याय 1 श्लोक 43। हे प्रजापालक कृष्ण, कुल धर्मलाई विनाश गर्नेहरू सधैँभरि नर्कमा बास गर्दछन् भन्ने कुरा मैले गुरु परम्पराबाट सुनेको छु। तात्पर्य: अर्जुनका तर्कहरू उनका आफ्नै अनुभवमा आधारित नभएर आचार्यहरूबाट सुनेका कुरामा आधारित छन्। ज्ञान प्राप्त गर्ने वास्तविक विधि यही हो। पहिलादेखि ज्ञानको अवस्थामा पुगिसकेका व्यक्तिको सहायता नपाइकन कसैले पनि यथार्थ ज्ञान प्राप्त गर्न सक्दैन। वर्णाश्रम धर्मको नियम अनुसार मर्नुभन्दा अगाडि व्यक्तिले आफूले गरेका पाप कर्महरूको प्रायश्चित गर्नुपर्दछ। पापकर्मीहरूले यो विधिलाई पूरा गर्नै पर्दछ। यदि यस्तो प्रायश्चित नगरे त्यो पापी व्यक्तिलाई अवश्य पनि नर्कमा पठाइन्छ। त्यहाँ पुगेर उक्त व्यक्तिले पाप कर्म गरेको हुनाले कष्टमय जीवन भोग्नु पर्दछ। भगवत गीता अध्याय 1 श्लोक 44। अहो, कति आश्चर्यको कुरा हो। हामी राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै आफन्तहरूलाई मार्न तयार भएर ठुलो पाप कर्म गर्न खोजिरहेका छौँ। तात्पर्य: स्वार्थी मनोवृत्तिद्वारा प्रेरित भएर मानिस आफ्ना दाजुभाइ आमा बाबुलाई मार्ने जस्तो पाप कर्म पनि गर्न तत्पर हुन्छ। संसारको इतिहासमा यस्ता धेरै उदाहरणहरू छन्। तर अर्जुन भगवानका सज्जन भक्त हुन्, त्यसैले उनी आफ्ना सदाचारप्रति जागरुक छन्। त्यसैले उनी यस्ता कर्मबाट बच्ने प्रयत्न गर्दैछन्। भगवत गीता अध्याय 1 श्लोक 45। हातमा शस्त्र लिएका धृतराष्ट्रका छोराहरूले हतियार पनि नलिएको र युद्ध मैदानमा कुनै प्रतिरोध पनि नगर्ने मलाई मारुन्। मेरा लागि त्यो श्रेयस्कर हुनेछ। तात्पर्य: क्षत्रियहरूको युद्धका नियम अनुसार हतियार नलिएको र युद्ध गर्न नचाहने व्यक्तिमाथि आक्रमण गर्न हुन्न। अर्जुनले यो विषम अवस्थामा शत्रुले ममाथि आक्रमण गरून् तर म उनीहरूसँग लडाईँ गर्दिन भन्ने निश्चय गरे। विरोधी पक्ष युद्ध गर्नका लागि कति तत्पर छ भन्ने कुरा उनले विचारै गरेनन्। भगवानका महान भक्त भएका कारणले उनको हृदय अति कोमल छ। त्यसै हुनाले उनमा यी सबै लक्षणहरू देखिएका हुन्। भगवत गीता अध्याय 1 श्लोक 46। सञ्जयले भने, युद्धभूमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो बाण सहितको धनु एकातिर पन्छाएर मनमा शोक सन्तप्त हुँदै फेरि रथमा गएर बसे। तात्पर्य: आफ्ना शत्रुहरूको अवस्थाको निरीक्षण गर्ने समयमा अर्जुन रथमा उभिएका थिए, तर चिन्ताले साह्रै आत्तिएर उनले आफ्नो त्यो धनुष पनि एकातिर राखेर फेरि रथमा बसे। भगवानको सेवामा संलग्न भएका यस्ता कोमल हृदय भएका दयालु व्यक्ति नै आत्मज्ञान पाउन योग्य हुन्छन्। यस प्रकार श्रीमद् भगवत गीता ग्रन्थ अन्तर्गत कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरूको निरीक्षण सम्बन्धी
पहिलो अध्यायको भक्ति वेदान्त तात्पर्य समाप्त भयो।